जिरा त नहाल्नु हेलो गुड मर्निङ एभ्रिवान र तपाईहरुलाई मेरो नयाँ भिडियोमा स्वागत छ र यहाँ चाहिँ म बिहान चाहिँ स्नोई र पुकुलाई लिएर चाहिँ वकमा आएको छु यहाँ चाहिँ मैले ड्रिंक बनाएको छु ड्रिंक खाली पेटमा खाने ड्रिंक यहाँ चाहिँ सोप जिरा अजवाइनलाई भुटेर बेलुका भुटेर पिसेर यसको पाउडर बनाएर त्यहाँदेखि बेलुका यो भिजाइराखेको चाहिँ वेट लस हैन डाइजेसन ग्यास सबैको लागि राम्रो हुन्छ भनेर चाहिँ आजदेखिको चाहिँ सुरु आज कति तारिक 20 तारिकदेखिको चाहिँ म र आमा सुरु गर्दै हामी चाहिँ यो खानाले लेट्स सी कस्तो हुन्छ मेरो स्टाइलिस ग्लास छ आमा चाहिँ यसमा खान्छ रे हो यो चाहिँ खाली पेटमा खानु भनेको थियो त्यही भएर चिसो होला है चिसो ग्यासमा छ चिसो कडा भएछ पनि पानी हाल्नुपर्ने छ हैन 2 चम्ची भनेको 2 चम्ची नै हालेको मैले 2 चम्चीमा 2 गिलास न ए तपाईका ये मेरा अबे कस्तो भयो होला नसा जिरा त नहाल्नु नि हौ जिरा हाल्नुपर्छ अरे जिराले त वेट लस गर्छ अरे त हौ आमा यो खासमा यो उइमा त हाल्नु खानु न मैले एक ग्लास फाट्टा मारेको थिएँ नि तपाईलाई मोटिभेसन दिएको थिएँ मैले गुड 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 खानु त त्यसरी खाइरहने मिठो हुँदैन गर्छु भन्ने मान्छे त यसरी पो खानुपर्छ त के भएकोलाई कता भएर खाए डल्लै रहेछ अझै खानु एक घुट्की रहेछ आमाम यहाँ हाल्नु त लु कसको ठुलो कप तपाईँ एक्टिङ नगरिरहनु न खानु त्यहाँ एक ग्लास खाएँ मैले यहाँ हौ नबोल्नु आमा जिराले हुन्छ वेट लस भनेको कस्तो कुरा नबुझेको हौ 3 टाइम हाल्नुपर्छ जिरा सोफ उयो अजवाइन घट्नु पर्छ नि आज कति तारिक दिन खाएको हामीले 20 तारिक दिनको त खाएको नि उयो 2024 को क्यालेन्डर त निकाल्नु पर्छ है 25 लागेर किसिम भइसक्यो अस्ति दिन भनेको ल मैले त्यो भगवान बाबा खाली काटेर मुनिको फ्याँक्नु न त कस्तो मन पर्यो आमा तपाईलाई त्यो कार्पेट त्यो मैले भुइँ टाइल्ससँग मिलाएर ल्याएको नि त टाइल्स पनि अँध्यारो अँध्यारो कलर छ त्यही भएर चाहिँ यस्तो बाहिर टाइल्स अँध्यारो कलर छ ए छा राम्रै त्यो चेस खेल्दा जस्तै ए अस्तिको ब्ल्याङ्केटहरू प्राय सुकिसक्यो हो यो चाहिँ अलिक सुकेको छैन हौ एउटा त सुकि पनि सक्यो यो चाहिँ अलिअलि सुकेको छैन यो झन् ट्याक्कै सुकेको छैन नेक्स्ट आजको काम बिहानको कसै चाहिँ पर्दासँग खेलिरहेछ मुनु आइज ल
Munyu. Lah. Munyu. Nakan dah. Guarda, sama terus kira sudah tu. अब चाहिँ म एकदम पेन्ट गर्न आँटेको बाहिर कलर गर्दैछु यहाँ चाहिँ म ल के गरेको आमा भनिदिनुहोस् कुन चाहिँ स्टाइलको डान्स यता हेर्दा है यहाँ चाहिँ म रामा भएर चाहिँ कलर गर्दैछु हो आधा त भयो यस्तो माथि त भएको छैन अलि चाहिँ भयो घरको चेलीले चाहिँ यस्तो भइरहेको छ